तब नारद भन्दछन् यो हे राजपुत्री पनजुन तिमीले वर्ण भो अल्पाई पो छ उहिले यही दिनदेखि गर्नु भन्छु म वर्ष दिनमा उसले छ मर्नु हो मार त लिन म समिधा वनमा कुमार जानन्ती वर्ष दिनमा तिमीले विचार दुख्ला कपाल लडकिकन काट्न लाग्दा सुत्न निराइकन दर्द विशेष जाग्दा निन्द्रा त होइन ऊ त हो निन्द्र घोर सोही जाग्दैन प्राणी जसबाट उठेर कोही विवाह भयो भने विधवा हुनेछौ जन्मैभरि पति वियोग भई रुनेछौ चुपै भए ऋषि सुनाई भविष्यवाणी सङ्कटमा परि गए नृपति र रानी राजाजीले तब भने ती कुमारीलाई ती सत्य बानकन देऊ तिमी मलाई अल्पाई हुनु अनि बुझी गर्नु विवाह जाति हो होइन पछि चित्त हुनेछ छिया अर्कै गराउ पति खोज लगाई हेरी दिन्छु विवाह गरिदेऊ यही अर्ती मेरी सावित्री पनि मुमा तिमी बाली बिल बोलिन् कुरा जननको अवती तिमीले मान्ने छ योग्य पनि अन्य विचार ल्याऊ अल्पाईमा मन अलिकति केही नदेऊ फेद काटिए रुन रुख खच जसोरिया लोटिन् ती राजा दुईटा उयो रीतिमा केही चेत भो र उठी जल्दी बुवा मुमामा बिन्ती गरिन् पतिहरू गर्थी म कहाँ स्वामी गराउँछु भनी जसलाई मैले आँटी तिनै पति भए अरू हुन्छ कहिले अल्पाई पाउनु पनि विधिले लेख थियो त्यसकै बमोजिम पति पनि पारिदियो चिन्ता नौछ हजुर देहरू बुवा मुमामा बिन्ती चढाउँ कति सत्य छँदै समयमा जो निश्चय छ मनमा उही टार्नलाई सक्दैन कोही सुरले पनि सामु आई भन्छन् ऋषि अटल निश्चय देखिए त गर्नु त नृपेन्द्र यिनको मनमा छ जस्तो देवी हुनु सती शिरोमणि राजकन्या छैनन् कुनै पतिव्रता यी समान अन्य श्री सत्यवान कनै गइकन पुजिदेऊ होला कसो भनी डरै मनमा नलेऊ सामान्य राजा दुईटा नृपते नोटान यिनमा छ सत्य यति छैन कौन महान ठुलो सुकृति कन पाई ठुलो कहाई नारीहरू बिच चलेर बडो बढाई पूजा सबै गरी लिनन् सती देवी जानी यी चित्त गदगद भयो हरची ज्ञानी सावित्रीलाई ऋषिले उही बिचमा हेरेर आशित दिए मनबाट ता सावित्री धन्य तिमी हौ नरलोकमा छौ एक रत्न अहिले अति दिव्य यहाँ आनन्दले रहु ठुलो सुख पाऊ पुत्री फुली फुली कन रहु तिमी राजा पुत्री देखेर सत्यवती छौ तिमी यति जाने मैले तिमी कन त पूज्य भनेर ठाने देवर्षि फर्कनु भयो निज लोकमा तिनै जना खोजी भए सुतिए तिता सल्लाह रानी सगली शुभ लग्नलाई जम्मा गरे नृपतिले सत्य सब थोक मगाई मानी गइकन बिसे ऊ कुरा मिलिगो विवाह भयो त्यही तब वनमा दुवैको सावित्रीले गई बुहारी ठलन गर्दा खुसी भए सहज सामु अनि ससुरा रह्यो दिनमा तिन त वर्षलाई भो याद बाक्य ऋषिको नृपपुत्रीलाई चिन्ता भयो कसरी टार्नु भनेर काल थाहा थिएन तिनीलाई कुनै उपाय